सबैलाई नमस्कार। आज भने परिवार बसोबास भिसाको आवेदन गर्दा के कुरामा ध्यान दिनुपर्छ भन्ने प्रश्नको उत्तर दिन्छु। निष्कर्ष, ध्यान दिनुपर्ने मुख्य बुँदा ठूला गरी तीनवटा छन्। स्थिर आम्दानी छ कि छैन, पेन्सन बिमा कर ट्याक्सको बक्यौता त छैन, विवाह प्रमाणपत्र वा जन्म प्रमाणपत्र जस्ता सरकारी प्रमाणपत्रहरू तयार छन् कि छैनन्। यी तीनवटा हुन्। यो त स्वाभाविक कुरा हो, तर आम्दानी त छ तर परिवारसँग बस्न पुग्ने आम्दानी छैन भने वा पेन्सन बिमा करको बक्यौता छ भने आवेदन अस्वीकृत हुने सम्भावना उच्च हुन्छ भन्ने कुरा भन्नु नै पर्दैन। यदि बक्यौता छ भने सबै तिरेर त्यसको प्रमाणसहित आवेदन दिनुपर्ने हुन्छ। अर्को कुरा, यदि विवाह हालै मात्र भएको हो भने मागिने कागजातहरू धेरै हुने केस पनि धेरै हुन्छ। उदाहरणका लागि, वैवाहिक सम्बन्ध प्रमाणित गर्ने थप सामग्रीका रूपमा फोटो, च्याटको इतिहास, पैसा पठाएको रेकर्ड, रेमिटेन्स रेकर्ड आदि मागिन सक्छ। पछिल्ला दिनहरूमा अनलाइन विवाह समारोह गर्ने मानिसहरू पनि हुन्छन्, तर त्यसो भएको अवस्थामा थप रूपमा मागिने कागजातहरू धेरै हुने केस पनि धेरै हुन्छ। परिवार बसोबास भिसा हो भनेर जे चाहिने कागजातहरू मात्र जम्मा गरेर बुझाइदिए पुग्छ भन्ने सोच राख्नुभन्दा यो व्यक्ति भए परिवारलाई जापान बोलाएर राखे पनि ठिक छ भनेर इमिग्रेसनले विश्वास गर्न सक्ने सामग्रीहरू तयार गर्ने कुरामा ध्यान दिएर तयारी गर्नुहोस्। म भिसा सम्बन्धी विषयमा काम गर्ने प्रशासनिक कानुनी विशेषज्ञको रूपमा विदेशी नागरिकहरू र जापानका कम्पनीहरूका लागि उपयोगी जानकारीहरू निरन्तर रूपमा साझा गर्दै आइरहेको छु। यदि यस्तो जानकारी तपाईँलाई सहायक लाग्यो भने कृपया फलो गर्नुहोस्। र यदि भिसा आवेदन वा प्रक्रिया सम्बन्धी सहयोग चाहिन्छ भने मेसेज वा फोन मार्फत मिसनको सम्पर्क गर्नुहोस्।ビザ申請のことなら、シャーク